स्वागत छ हजुरहरूलाई। यो हो कर्णाली प्रदेशमा रहेको दुल्लु नगरपालिका विनायक 13। यहाँको मुख्य पेशा भनेको कृषि हो र समस्या पनि त्यत्तिकै छ। समस्या भनेको चाहिँ बर्खामा पहिरो जाने जोखिम र खडेरीमा पानीको अभाव। गाउँले हो हाम्रो वडामा पानी सङ्कलन कार्यक्रम हुँदैछ है, आउनु है। ओडामै हो दाजु, ओडामै 11 बजे आउनु है परिवार लिएर। ओहो सुन्तली, के गर्दैछस्? ओहो दिदी, आउनु बस्नु न। कहाँ गएर आउनु भयो पनि? उता बारीतिर गएर आएको सुन्तली। अनि सुन्तली तरकारीहरू के लगाइछस् त नि? के भइरह बारीमा? तरकारीहरू त लगाएको हेर्नु दिदी, कहिले पानी परेर सबै बगाएर लान्छ, कहिले भने खडेरीले गर्दा सुक्खा हुन्छ भने के गर्ने होला कुन्ने। हाम्रो पनि त्यस्तै छ, उम्रिँदैन उम्रेको पनि बगाएर लिएर जान्छ। त्यही त छोड्दिनु, अब के गर्न सकिन्छ र। हेर त तिमी मेरा बुढा हैनन् र? त्यही त दाइ जस्तै लाग्छ त मलाई त। ए दाइ, ए यिनीहरू पनि यही रहेछन् त। कहाँ गएर आउनु भएको? सूचना सुनाउँदै हिँडेको। आउनु त म्याडम, यतै बसेर कुरा गरौँ न। नमस्कार, आउनु बस्नु न। बस्दै गर्नु है, म पानी लिएर आउँछु। हाम्रो यस वडा कार्यालयमा चाहिँ पानी सङ्कलनको कार्यक्रम आएको छ, सबैजना आउनु होला है। अनि त्यो तालिममा पैसा पाइन्छ कि नै त म्याम? यो पैसा भन्दा नि चेतनामूलक कार्यक्रम हो। यसले चाहिँ बोट बिरुवाहरूको चाहिँ उत्पादन बढाउँछ अनि पानीको अभावको बेलामा पनि पानी सिँचाइ गर्न हामीलाई अवसर पाइन्छ र यसले गर्दाखेरि चाहिँ पहिरोहरूको जोखिम पनि कम हुन्छ। ल हामी पनि जान्छौँ अब, म्याडमलाई हतार छ। ल है त। त राम्रै रहेछ, जान्छस् होला नि सुन्तली? खै पैसा पनि पाइँदो रहेछ, के जानु त तालिममा। बुढा आएपछि सोध्नु पर्ला नि, के भन्छन् बुढाले। के गरिरहेको छौ तिमीहरू यहाँ? ए आउनु भयो हजुर पनि, म पनि पानी लिएर आउँछु। ए बाबु, यहाँ एउटा म्याडम आउनु भएको थियो अनि उहाँले चाहिँ त्यो पानी सङ्कलन सम्बन्धी तालिम दिने रे, अनि त्यसको लागि चाहिँ सूचना दिँदै आउनु भएको थियो। अनि के गर्ने हो त, हामीहरू जाने हो त? पैसा नि पाइँदो रहेछ, के जानु, नजाऊँ भयो, यत्रो काम छ, छोड्दिनु। त्यो पनि ठिकै हो। र त नि सुन्तली लाग्यो है, म चाहिँ अब ल हुन्छ दिदी, जानु। The next day. सङ्कलन भनेको चाहिँ हामीले बर्खा बेलामा परेको पानीलाई चाहिँ घरको छतबाट र अरू सतहमा हामीले जम्मा गरेर ट्याङ्कीमा राख्न सक्छौँ र त्यसलाई चाहिँ विभिन्न प्रयोग गर्न सक्छौँ। जस्तै कि हामीले सुक्खा अवस्थामा रहेको बाली बिरुवाहरूलाई सिँचाइ गर्न सक्छौँ र यसले गर्दाखेरि चाहिँ बाली पहिरोहरूलाई चाहिँ रोकथाम गर्छ। पानी सङ्कलन गर्ने विधिहरू यस प्रकारको रहेको छन्, जस्तै रुफ वाटर हार्भेस्टिङ अर्थात् छतबाट पानी सङ्कलन गर्ने। यो विधिमा हामीले छतमा ड्रेन पाइपको मद्दतले ट्याङ्कीमा पानी जम्मा गर्छौँ। यो प्रणाली जहाँ कम पानी पर्छ त्यहाँ प्रयोग गरिन्छ, जस्तै कि पहाडी क्षेत्रमा। अर्को प्रविधि भनेको जमिनको सतहबाट पनि पानी सङ्कलन गर्न सकिन्छ। यो दुई प्रकारले गर्न सकिन्छ, एउटा छोटो समयको लागि र अर्को लामो समयको लागि गरिन्छ। छोटो समयको लागि यदि हामीले गर्छौँ भने हामीले खेतमा बाँध बाँधेर गर्न सक्छौँ, जस्तै कि काउन्टर बाँध लगाउन सक्छौँ, खाडलहरू बनाउन सक्छौँ। यदि हामीलाई लामो समयसम्म पानी जम्मा गर्नु छ भने हामीले पानी भण्डारण गर्ने संरचना बनाउनु पर्छ, जस्तै पोखरी, खादिम, पर्कुलेसन पोखरीहरू बनाउन सक्छौँ। यो हो सुन्तलीहरूको बारी, जुन चाहिँ खडेरीको कारणले गर्दा उनीहरूको बालीनाली सबै नष्ट भएर गएको छ।
यस्तो खडेरीको बेलामा पनि यस्तो हरियाली देखेको चाहिँ भुन्टे र भुन्टीको बारी हो। उहाँहरूले चाहिँ तालिम लिएर पानी सङ्कलन गर्नुभयो। पानी सङ्कलन गरेपछि अहिले देख्न सक्नुहुन्छ उहाँहरूको बारी चाहिँ एकदम राम्रो भएको छ। 1 month later. Heavy raining outside. के भयो बुढा, किन निराउरो हुनुहुन्छ त हजुर त? हेर्न बुढी, तल खेत गएको, खेत पुरै बाढीले बगाएको रहेछ। पुरै हाम्रो त सखापै गर्यो नि, खेती त सब डुबायो नि हाम्रो त। हत्तेरीका, किन यस्तो भएको होला? अहिलेको बाली पनि बाढीले बगायो, पहिलेको बाली पनि त्यस्तै खडेरीले गर्दा नै डुब्यो। अब हाम्रोमा त सधैँ यस्तै भइरहेछ, किन होला बुढी यस्तो त? नि के गर्ने होला नि? छ्या, पहिले दिदीले भन्दाखेरि तालिम लिन पर्ने रहेछ, यस्तो बिजोग भयो। तँलाई मैले भनेकै त हो नि, पहिला त्यो तालिम लगम भनेर। तैँले नै पैसा भनेर लिनै मानिनस्। अब हेर त्यसकै परिणाम देखिरहेको छ हाम्रो खेतमा। त्यही त, पल्ला घरे दिदीको त कति राम्रो तरकारी भएर यति धेरै फलाउनु भएको थियो। पैसा पनि कमाउन लागिसके तिनीहरू त। हामी ठुलो गल्ती गरेछ मुडा। त्यही भएर हामीले समयमै तालिम लिनुपर्ने रहेछ, नलिएर ठुलो गल्ती गरिरहेछ नि। अबबाट हामी तालिम लिगौँ है। अब लिनु पर्ला। अब नयाँ कुनै आयो भने त्यही गएर सरसल्लाह लिएर तालिम चाहिँ अब लिनुपर्ने नै देखिएको नि अब त। ए बुढा, पैसा पठाउनु भयो? पठाइयो। तपाईँ थाहा, त्यो सुन्तलीहरूको त सबै तरकारी बगाएर सखा पारेछ नि। बगाइहाल्छ नि तिनीहरूको त, त्यस्तै त हो तिनीहरूको। अस्ति खडेरीमा पनि त्यस्तै बत्थे गरे, अहिले पनि त्यस्तै छ, भनेको मान्दैनन्, जेसुकै गरून्। धन्न हामीले तालिम लिएछौँ है बुढा। ठिकै भयो, अब छोडिदियो। अब तरकारी के छ पोको पार, अब म बजारतिर लगेर बेच्छु। हस् बुढा। ल।